एउटा पसलको अगाडि एउटा मानसिक सन्तुलन गुमाएको मान्छे सुतिरहेको हुन्छ। पसलवाला पसल खोल्ने बित्तिकै ऊ माथि पानी छ्यापेर उसलाई गाली गरेर त्यहाँबाट भगाइदिन्छ, किनभने त्यो पसलेलाई त्यो पागल पिटिकै मन पर्दैन। अब यो मान्छेको व्यवहारलाई देखेर छरछिमेकीहरूले पनि असहज महसुस गर्न थाले र अर्को दिन पसल खोल्ने बित्तिकै त्यही पागल अगाडि सुतिरहेको हेरिरहँदा त्यो मान्छेलाई धेरै नराम्रो लाग्छ, धेरै रिस उठ्छ अनि लात्तीले हान्छ र गाली गरेर उसलाई हप्काउँदै त्यहाँबाट भाग्नको लागि भन्छ। अब त्यो पागल एकछिनको लागि असहज हुन्छ र त्यसको गाली सुन्ने बित्तिकै त्यो पागल त्यहाँबाट भागिहाल्छ। अब त्यो पसले अर्को दिन पसल खोल्छ तर त्यो पागल त्यहाँ हुँदैन र अर्को दिन पनि पसल खोल्दा त्यो पागल त्यहाँ भेटिँदैन। अब एकछिनको लागि ऊ अचम्ममा पर्छ कि आखिरकार त्यो पागल गयो त गयो कहाँ। यसरी नै दिन बित्दै गयो। आखिरकार त्यो व्यक्तिले त्यो पागलबाट मुक्ति पाइ नै हाल्यो। आखिरकार त्यो व्यक्तिले पनि सोच्न थाल्यो कि आखिर त्यो पागल गयो त गयो कहाँ। अनि उसको नजर आफ्नो सीसीटीभी माथि पर्छ। सीसीटीभीमा देखिएको दृश्यले उसको मन धेरै भावुक हुन्छ। सीसीटीभीमा त पहिले उसले आफूले गरेको अत्याचार हेर्छ, कसरी उसले चाहिँ त्यो पागललाई मानिस नै नसम्झी अत्याचार गरिरहेको थियो। रातिको समयमा उसको पसल अगाडिको भएको फोहोरहरू पागलले टिपेर एउटा डस्टबिनमा राखेर उसको पसललाई सफा सुग्घर पनि गर्थ्यो। यदि कोही अपरिचित मान्छेले उसको पसल नजिक आयो भने उसलाई भगाउँथ्यो। यो पागलको बारेमा पसलवाला बाहेक अरू सबैलाई थाहा थियो कि यो पागल धेरै राम्रो मान्छे हो र सबैले त्यो पागललाई खानेकुराहरू पनि दिने गर्थ्यो। यो कुरा पनि उसले चाहिँ त्यो सीसीटीभीमा हेर्छ। एक दिन एउटा जडिया मान्छेले त्यसको पसलको अगाडि पिसाब गर्न थाल्छ अनि त्यो पागलले त्यो मान्छेलाई कराएर त्यहाँबाट भगाउँछ र अर्को दिन सटर खोल्ने बित्तिकै पसलवालालाई पिसाबको गन्ध आउँछ अनि उसले सोध्छ पक्कै यो पागलको यो काम हो अनि त्यो पागललाई उसले धेरै पिट्छ। सीसीटीभीको भिडियो हेरेपछि उसलाई धेरै पछुतो भयो आफूले गरेको गल्तीमाथि, किनभने रातिको समयमा त्यो व्यक्तिको पसलको रक्षा त्यो पागलले नै गर्थ्यो। एक दिन उसको पसलमा चोरी गर्ने नियतले केही चोरहरू आए। त्यो चोरहरूसँग त्यो पागलले चाहिँ प्रतिकार गरे। दुवै बीच झडप भयो। चोरले त्यो पागललाई दीर्घात गुटपिट गर्यो। यो दृश्य पनि उसले हेर्यो। यो सबै दृश्य देखेर त्यो व्यक्तिको आँखा रसायो अनि पछुतो भयो। पसलवालाको पसल जोगाउने क्रममा त्यो पागलले चोरहरूबाट धेरै कुटाइ खाए र अन्तमा ती चोरले त्यो पागलमाथि छुरा प्रहार गरे र चोरहरू त्यहाँबाट भागे। यो सबै दृश्य देखेपछि त्यो पसलवालालाई एउटै प्रश्न आयो मनमा, हे भगवान मैले यो के गरे। कुनै पनि निर्णय लिनुभन्दा अगाडि सही चोटि सोच्नु पर्छ, बुढापाकाले भनेका थिए रे, नत्र पछताउनु पर्छ यो मान्छे जसलाई हामी खराब सोच्छौँ, नराम्रो सोच्छौँ, जिन्दगीको मोडमा उनी काम लाग्छ। साथीहरू, यदि तपाईँलाई यो भिडियो मन परेको छ भने भिडियोलाई लाइक र च्यानललाई फलो गर्न नबिर्सनु होला।